नमस्कार छ सबैलाई। सत्य मेरो तर्फबाट एउटा सानो प्रस्तुति सुनिदिनु होला, माया गरिदिनु होला सबैजनाले। सत्य यस्तो कुरा मलाई किन अजीब लाग्छ, मलाई मात्र हो कि अरूलाई नि लाग्छ। जसले पनि राम्रो काम गर्न खोज्छ त्यसैले नै सधैँभरि किन हेट पाउँछ। हेट पाउँछ जहिले किन राम्रो गर्नेले, बेस्ट पाउँछ जहिले यहाँ छल गर्नेले। नैतिक शिक्षा पढ्ने हामी राम्रो मान्छे बनेको त सत्ता पाउँछ जहिले यहाँ छल गर्नेले। सत्य बोल्दा फेरि त यहाँ जेल जान्छस्, अनि राम्रो गर्न खोज्दा फेरि फेल खान्छस्। धेरै बोल्दा फेरि यहाँ कन्ट्रोभर्सीहरू, अनि माथि माथि जाँदा फेरि हेट पाउँछस्। सत्य बोल्दा फेरि त यहाँ जेल जान्छस्, अनि राम्रो गर्न खोज्दा फेरि फेल खान्छस्। धेरै बोल्दा फेरि यहाँ कन्ट्रोभर्सीहरू, अनि माथि माथि जाँदा फेरि हेट पाउँछस्। मान्छेहरूमा किन यस्तो रिस राख्छ, सहयोग गर्ने सबै कुरा ठिक ठाक छ। जब तैँले बोल्न थाल्छस्, जुन दिनबाट लेख्न थाल्छस्, अनि तेरो सबै कुरा गलत लाग्छ। अप्ठ्याराहरू यहाँ सधैँ आइलाग्छ, अनि दुनियाँ नि त्यही माथि जाइलाग्छ। तर थाहा छैन तिनीहरूलाई जुन बाटो हिँडिरहेछ त्यो बाटो अन्तिममा हार खान्छ। सत्य बोल्दा फेरि त यहाँ जेल जान्छस्, अनि राम्रो गर्न खोज्दा फेरि फेल खान्छस्। धेरै बोल्दा फेरि यहाँ कन्ट्रोभर्सीहरू, अनि माथि माथि जाँदा फेरि हेट पाउँछस्। मान्छेहरू सबैजना किन डिभाइड भएको, अनि कोहीको धर्म ठुलो भने कोहीको धर्म सानो, कोहीको कर्म ठुलो भने कोहीको कर्म सानो, कोहीको पार्टी राम्रो भने कोहीको पार्टी कालो, कोहीको जात ठुलो भने कोहीको जात सानो। यो कुराले हामी सबलाई डिभाइड गरिरहेको, अनि माथि बस्ने टाउकेहरू मस्त रमाइरहेको। कोहीले गाडी चढिरहेको, कोहीले विदेश घुमिरहेको, हामी भने त्यही कुरामा मस्त रमाइरहेको। के हुन्छ र कसलाई के थाहा यहाँ भोलिको, टाउकेहरू सबैजना हकदार गोलीको। सत्य बोल्दा फेरि त यहाँ जेल जान्छस्, अनि राम्रो गर्न खोज्दा फेरि फेल खान्छस्। धेरै बोल्दा फेरि यहाँ कन्ट्रोभर्सीहरू, अनि माथि माथि जाँदा फेरि हेट पाउँछस्। यो दुनियाँमा सत्य बोल्ने मान्छे धेरै कम छ। जसले आँट गर्यो बोल्ने त्यसको आयु पनि कम छ। त्यसको इतिहास नै हेऱ्यो भने सत्य सत्य भन्छ, अनि त्यस्तै बोल्ने मान्छे मलाई एकदम बन्ने मन छ। नठान्नु है कमजोर, मलाई सत्यको त्यो खेल छ। बोकिरहेको छु घोडा मैले, त्यो माथि त्यो लोड छ।